Morning guys, new daily vlog. So हामी चाहिँ आज उता रूपाकोटतिर रूपाकोट हाइक जान लागेको है। चट्टै यहाँनिर हटलेबुल खाएर हामी निस्किन्छौँ। आज चाहिँ मजाले फुल्यो हाई अझै अघि अझै पानी पर्ला जस्तो छ क्या हो। दामी देखिरहेछ। सो हामी यता माथि ट्रेलमा आइसक्यौँ है, बाइक तलै राखेर। अब यहाँबाट लगभग 1.5 घन्टा जति लाग्छ माथि पुग्नुको लागि। अब हिँड्दैछौँ। अन्त दार्जिलिङ दाजु यता सुसानु दा यस्तो छ बाटो। कसैले पनि बाइक माथि अघि नै लिएर आएर चिप्लेर है दाजु झन्डै तलतिर पुगेको भिडियो नै लिन पाएन। अब अरू अलि धेरै ग्रुप आएको है भिडियो लिइहाल्थ्यो। 3जनाले बाइकै समात्न सकेन, यस्तो चिप्लेको। ल ल अब माथि जान्छौँ अनि भेट्छौँ है त। बिचमा भेट्दै गर्छौँ। यहाँबाट चाहिँ कहाँ जाने हो? ल जाउँ त्यो फर्क्यो। बाटो त यही हो, बिस्तारै गर नि। त्यो केटाहरूलाई फेरि सोध्नु पऱ्यो दाजु, तिनीहरूले त झाडी फाडेको छ भनेर भन्छ त। ऊ त्यहाँ पनि तल कतै त्यहाँ चाहिँ देखेको थिएँ मैले उकालो अघि। त्यही त मैले अघि यस्तो त्यो सफै बाटो देखाएको थिएँ क्या, तल 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 जाउँ मान्छे हिँड्नु। होइन रूपाकोटमा म कहिले पुगेको छैन। के सक्छु छैन अब तपाईँ त होइन, हामी पनि नपुग्ला जस्तो छ। बाटै रहेन रहेछ। ए गाउँले हो। त्यहाँ माथि गएर हेर्दा चाहिँ कस्तो रहेछ पहिला हामी। अब चाहिँ सिडी आयो है। यति मात्रै हो, छ त यताबाट नि। के राम्रो यति रहेछ। ओफो लगभग 20% 30% जति आइयो। आउँदैछन् केटाहरू। कस्तो छ त बाटो? बाटो एकदम उकालो। चौतारामा बस, यहाँ चौतारामा बस एकछिन। यहाँनिर
दाजुकोमा भिडियोमा कति लाइक आइसक्यो अरे ऐसेलीको सिजन सकिसक्यो अस्ति नै हामी चाहिँ लगभग यहाँ कति 80% जति आइसक्यौँ सो क्याप चाहिँ लाउनुपर्छ पसिनाले आँखा पुरै पोल्यो है क्याप लगायो भने चाहिँ तपाईँको पसिना चाहिँ तल झर्न पाउँदैन अनि हिँड्नलाई सहज हुन्छ सो त्यही हो अब लगभग 15 मिनटमा हामी माथि पुग्छौँ एकछिन खाजा खान्छौँ अनि फर्किन्छौँ पोखरीमा हाल्न थालेको सो फाइनली हामी आइपुग्यौँ भ्यू टावर है यता रोप्पाकोट भ्यू टावर माथि एकछिन बस्ने अब गाह्रो गाह्रो जाऊँ दाजु जाऊँ सो हामी आइपुग्यौँ माथि चढौँ भ्यू चाहिँ राम्रोसँग खुलेको छैन है पुरै हुस्सो लाग्यो खुल्यो भने चाहिँ पुरै हिमालहरू क्लियरली देख्छ यहीँ देखिरहेको छ यहाँको भ्यू यो टावरबाट यो चाहिँ मुन्दुम ट्रेलको रुट रहेछ हैन काठमाडौँबाट हुर्लुङबाट रूपाकोट बङ्गारे भन्ज्याङबाट मेरुङ टप अनि त्यसपछि यो चखेवासम्म त मजाले जान्छ के अरे बाइक नै जान्छ केही गरी बाइकमा आउनुभयो भने चाहिँ तपाईहरु चखेवासम्म चाहिँ बाइकमै आउन सक्नुहुन्छ माथि चढौँ है ओहो कस्तो खिया लाग्यो रहेछ यो हाइट रिनोभेट गर्ने बेला भएछ यसलाई दामी यहाँ चाहिँ बनाउन पर्यो त्यो टाइमलाई बगत हुन्छ त्यो बाबा आइरहेको छैन सही
देखिरहेछ है ओके अब हामी यहाँनिर केही खान्छौँ अनि जान्छौँ त्यतातिर खाना खानको लागि सो यो थ्याङ्क्स फर वाचिङ गाइज एन्जोय द टाइम ल्याप्स